भोजपुर जिल्लाबाट प्रदायिक समाचार सावधान भएको छ। 102 वर्षीय ज्येष्ठ आमा चन्द्रमाया खड्काले श्री सिद्धेश्वर माध्यमिक विद्यालय धामा मतदान केन्द्रबाट पहिलो मत खसाल्दै लोकतन्त्रप्रतिको उच्च अटल विश्वास प्रस्तुत गर्नुभएको छ। उच्च उमेर हुँदाहुँदै पनि मतदान केन्द्रमा उपस्थित भई नागरिकको कर्तव्य पूरा गर्नु सबैको लागि उदाहरण र प्रेरणादायी क्षण बनेको छ। उहाँको उत्साह र सक्रियता सहभागिताले लोकतन्त्रको बलियो बनाउन हरेक नागरिकको भूमिका महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिएको छ। उमेरले होइन, इच्छा शक्तिले आफ्नो कर्तव्य पूरा हुन्छ भन्ने सशक्त उदाहरण बन्नुभएको छ। मतदान केन्द्रमा उपस्थित सर्वसाधारणले समेत उहाँको उत्साहलाई प्रशंसा गरेका थिए। 102 वर्षको उमेरमा पनि सक्रिय सहभागिता जनाउँदै मतदाता बन्नु आफैमा प्रेरणादायी क्षण हो। यो घटनाले लोकतन्त्रको विश्वास र नागरिक दायित्व अझै बलियो भएको सन्देश दिएको छ। हामी सबैले पनि आफ्नो मतदान सदुपयोग गरौँ।